हाम्रो कार्यक्रम जीवन यात्रामा तपाईहरू दुवैजना दिदीबहिनीलाई मैले स्वागत गरेँ। धन्यवाद। अब तपाईहरू दुई दिदीबहिनी अब ठ्याक्कै मिल्ला नमिल्ला भन्नलाई अब चलन चल्तीको भाषामा भन्न पर्दा दुईजना सौता सौती तपाईहरू जेठी कान्छी हैन। यसो हेरिरहेको छु म तपाईहरूको व्यवहार पनि असाध्यै राम्रो छ। सौता सौती भन्दा पनि दिदीबहिनी जस्तै देख्छु म। मैले देख्दा मात्रै यस्तै हो कि साँच्चीकै तपाईहरू चाहिँ दिदीबहिनी जस्तै हुनुहुन्छ। के छ कुरो वास्तविकता मसँग त खुसुक्क गर्न पाइयो नि ल भन्नु त। जीवन यात्रा कसरी अगाडि बढ्दैछ तपाईहरूको? साँच्चै नै यस्तै नै हो। हजुरले जे देख्नुभयो त्यही नै सत्य हो। दुईजना मिल्छौँ। बरु कहिलेकाहीँ बुढालाई चाहिँ बाहेक गराउँछौँ, बाँच्छौँ। बुढासँग चाहिँ अब बाँध्नु त परिगयो होइन। कहिलेकाहीँ चित्त नबुझेको कुरामा हामी दुईजना चाहिँ बुढासँग बाँध्ने? हजुर। कहिलेकाहीँ बाँचे अनि बाहिर निक्ल्यो। हामी बुढा र बुढी भित्र पस्छौँ, ऊ बाहिर निक्लेर मान्छेलाई कराउँछ, तमासा देखाउँछ। यस्तै गर्ने हो क्या उसले चाहिँ। यस्तै हुन्छ यस्तो बढी त्यस्तो गर्छ, कराउने चिच्याउने गर्ने नि बढी गर्छ उसले चाहिँ। अनि हामी दुईजना चाहिँ भित्र पस्छौँ। अनि उसले चाहिँ बाबुलाई खुवा भन्छ, म खुवाउन नि जान्दिनँ, केही गर्न पनि जान्दिनँ। तैँले खुवाएको जस्तो मैले खुवाएको हुँदैन भन्छु। त्यहाँदेखि यसलाई अनि मैले धेरै सपोर्ट पनि गरिरहेको छु। म बनेपातिर जा सपिङ गर्न पनि भन्छु। सबै विषयलाई सुम्पेर गर्दाखेरि नि अनि बेला बेलामा कराउने, चिच्याउने, झगडा गर्ने, रिसाउने, बढी रिसाउने हो। अनि हामी दुईजना ऊ कराउनु थालेपछि हामी दुईजना भित्र पस्ने हो। किन त्यस्तो चाहिँ किन गर्नुहुन्छ तपाईँ? हो त तपाईँ कराउनुहुन्छ अरे, बाहिर आएर चिच्याउनुहुन्छ अरे। रिस उठ्छ के। रिस चाहिँ किन उठ्छ? बाबु त्यस्तो छ है। अनि अब बाबुलाई सधैँ एकोर आफूले मात्रै खुवाऊ, स्याहारोस्, एक्सर्साइज गर, नुहाई धुवाई सबै एक्लै गर्दा त मलाई नि रिस उठ्छ नि कहिलेकाहीँ। मलाई नि कति जिउ दुख्छ। बरु दिनभरि एक मुरीको धोक्रो बोक्न सजिलो हुन्छ अरे, यस्तो बच्चा स्याहार्नु त्यति गाह्रो हुन्छ। त्यसो भन्दा भनेपछि त अनि गाह्रो हुन्छ नि त मलाई। मैले उसले खुवाएको जस्तो मैले खुवाउन पनि जान्दिनँ, सर्किन्छ। अनि म त यस्तो बेला बेलामा बोक्न पनि सक्दिनँ। अनि त्यही अब यो कतै हिँडेर बेलामा मैले यसो गर्ने मात्रै हो। अनि खालि बाबाले माथि ल्याउनु भएन, तल लगिदिनु भएन भन्ने। अनि निउ पनि कराउन थालिहाल्ने, रिसायो। अनि सराप्न थाल्यो, केही सिक्न लाग्यो भने छोरो कुट्न थाल्ने। त्यस्तो छोरालाई नि पिट्ने? त्यो त भएन है। तपाईँले त फेरि यस्तो खालको बच्चाहरू स्याहार्ने चाहिँ विभिन्न तालिम पनि लिनु भएको छ नि होइन। एक त तपाईँ त्यो अशक्त बच्चाको आमा हुनुभयो, अर्को कुरो तपाईँले तालिम लिनु भएको छ। अनिखेरि रिसाउने अनि त्यस्तो अशक्त छोरालाई कुट्न चाहिँ यो चाहिँ गलत भयो है। माया गरी हामीलाई देखेपछि चाहिँ अनि कुट्ने, अनि कुटे जस्तो गर्ने, सराप्ने। अनि रिस पोखेको दिदीको र बुढोको रिस पोखेको हुँदैन, त्यो गलत। उनीहरू गएपछि पिट्दिन, माया गरिहाल्छु नि। पिट्न नसके पो पिट्यो त त्यसलाई। कुटाउँ जस्तो चाहिँ दिदीलाई र बुढोलाई लाग्छ? रिस उठ्या कुटाउँ जस्तो त लाग्दैन। त्यही पनि अब रिस हो भने अब धेरै होला त्यो नसकेर मात्रै। कुटिया भए त सक्थ्यो नि, कहाँ किन कुट्नु नि बिचरा। भागेर गइहाल्छ किन कुट्नु? सके पो कुट्नु। त्यो रिस उठ्ने मात्रै हो, तर एकदम राम्रो हुनुहुन्छ। झगडा पनि तपाईँहरू हाँसी गर्नुहुन्छ कि क्या हो? यो अलि रिसाउँछ। म रिसाउँछु सबभन्दा धेरै। हामी चाहिँ गर्दैनौँ, रिसाउँदैनौँ, त्यस्तो थुतुन पनि लाउँदैनौँ। रिसाएपछि त कोहीसँग कसैको मुखमा पनि 4-5 दिन कोही पनि चाहिँदैन। सुपुलार भयो। अनि हामीहरूले खाएको भाँडा पनि नमार्ने, आफू खाने। अनि आफ्नो छोराको र आफ्नो मात्रै भाँडा मार्ने। अनि आफू मात्रै खाने। अनि जोसुकै आओस् पछि म पकाएर राखिदिन्छु। अनि पकाउने, खाने। अनि आफू खायो हो र खाऊ नखाएन। अनि त्यो हामीहरूले खाएको भाँडा छ भने पनि नमार्ने। ती जस्तो छ त्यस्तै राखिदिएर आमा छोराले खाएको मात्रै मार्ने। 4-5 दिनसम्म लामो रिस उठ्छ तपाईँलाई? मलाई त 1 महिना पनि उठ्छ। मेरो बानी कस्तो छ भने अब हजुरले अहिले एउटा कुरा भन्नुभयो भने मलाई उति नै केही पनि मलाई त्यो फिल हुँदैन के। यसले यस्तो भन्यो झनक्क मान्छे सुन्ने बित्तिकै रिसाउँछ नि, त्यस्तो मलाई हुँदैन। जब त्यो समय बित्दै जान्छ, भरै हुन्छ, भोलि हुन्छ, बल्ल त्यो मलाई फिल हुन्छ यसले यसो भन्यो, मलाई यस्तो पो भनेर छ पख तँलाई भन्ने हुन्छ क्या मलाई। बल्ल त्यस्तो हुन्छ मलाई। अनि भोलि बिहान भएपछि मलाई रिस उठ्थ्यो र कोहीसँग बोल्न मन लाग्दैन। बेलुका त्यस्तो झगडा भएछ भने आफू सामुन्ने गरेर गयो, भोलिपल्ट बिहान उठ्दाखेरि त मान्छे त अनि बोलायो त बोल्दै नबोल्ने। हिजो अस्तिको रिस सम्झिरहेको छ। आज 3 दिन 4 दिन भयो हाम्रो घरमा बोलचाल छैन। हामी दुईजनासँग झगडा गरेर 5-6 दिन भइसक्यो। अनि अहिले मात्र बोल्यो। त्यो झगडा गर्ने दिन बेलुका यस्तै साँझ परेको थियो। अनि कता गएर आयो, अनि एक्लै चिया पकाएर खाएछ। अनि मैले
झन् म चाहिँ दिउँसभरि बाबु हेर्ने पर्खेर बढ्ने अनि हामीले पनि चिया चाहिँ भने त खाए भइहाल्छ नि भनेर आएर रिसाएर अनि आफूले मात्रै पकाएर खाएर भात खाएर भाँडा माझ्नु ठिक थियो बिहान उठ्दा त मान्छे त छ तपाईँलाई त्यो रिस चाहिँ कहिलेको थियो आज आजसम्म रिसाएको चाहिँ कारण के थियो भन्नु अस्ति दिन अरू होइन मेरो बहिनी विदेशमा छ कि कान्छी बहिनी अनि त्यो मान्छे जाँदै थियो विदेश उसले सामान पनि ल्याइदिएको थियो फेरि बहिनीको लागि सामान पठाउँथ्यो अनि सुत्केरी औषधि बनाएर पठाउँ बिचरा विदेश त दिनभरि उभिएर काम गर्नुपर्छ नि त खुट्टा सुट्टा सुनिन्छ अनि मलाई त केही आउँदैन यो घरमा भन्यो भने मलाई बत्ती काट्न नि आउँदैन टपरी गाँच्न नि आउँदैन औषधि सुत्केरी औषधि बनाउन आउँदैन दिलले बनाइदिनु भयो मेरो चाहिँ आमा हो के म रिसाउने मात्रै हो आमा नै हो अनि बनाइदिनु भयो तातोमा बसेर गर्मीमा बसेर बिहान है ऊ सपिङ गरेर सबै थरी लिएर बिहानको भात पकाइ त्यो चुलोमा बसेर भए जति सबै गरी त्यहाँबाट त्यो तेलका रोइ फाँडो सबै छोडेर ऊ सर्लक्क हिँड्ने बाबु नि हेरी भात पनि पकाउनु भाँडा पनि माझ्नु बेलुका आउँदा त उही रिसाएर अनि म चाहिँ किन बोल्ने त योसँग भनेर अनि म पनि नबोल्ने ल ठिक छ तपाईँ अघिको गर्नुहोस् त अनि होइन किन रिसाएको के अरे अनि औषधि लिएर आइ बनाइदिनु भयो अब अनि मुन्टा सुन्टा नि टिपी अब त्यो विदेश पठाउनलाई मलाई त आउँदैन मलाई मुन्टा टिप्न नि आउँदैन सोध्नु न आउँदैन त्यो मुन्टा कहाँनिर टिप्ने मलाई थाहा छैन साग कसरी टिप्ने त्यो नि थाहा छैन मलाई धान रोप्ने कसरी त्यो एउटा मकै गोड्न चाहिँ आउँछ है ठिक छ एउटा गुण रहेछ मकै गोड्न र त्यो मकै छाट्ने हुन्छ नि पातलो त्यो बाग्लो त्यो चाहिँ आउँछ अनि घरको सरसफाइ आउँछ बाबु स्याहार्न आउँछ त्यति हो है अनि बनाइदिनु भयो के फेरि छिटो छिटो खानासाना बनाउने औषध सबै गर्नुहुन्छ के म त आएँ बाबुलाई गर्नु परिहाल्यो है अनि एयरपोर्टमा सामान पुर्याउनु पऱ्यो म त हतार हतार हिँड्नु पऱ्यो नि अनि बाबुलाई खानासाना खुवायो नि अनि के भन्यो भने बुढालाई तपाईँ के अरे तलबाट माथि बाबु नल्याइदिने यसरी त म थला पऱ्यो भने भोलि के गर्नुहुन्छ तर हामीलाई तालिममा पनि त्यही सिकाउँछ के अझ बुढाबुढीलाई नै तालिम दिनुपर्ने भन्छन् के किनभने दुईजनामा एकजना त अघि पछि त हुन्छ अनि यो रहिरह्यो भने एकजना अघि भयो भने अनि त्यो अर्को बाँच्नेले त्यसलाई स्याहार्नु पर्यो नि त केही गरी म मऱ्यो भने उसलाई कसले स्याहार्छ त जान्नु परेन आज जस्तो म हेर्न सक्दिनँ म हस्पिटल जानु भने त्यति बेला सुख पाइँदैन परिस्थितिले त्यो पारी ल्याउन सक्छ अनि जे पर्छ त्यही गर्न हामी दुईजना बुढाबुढी भए मिलेर गर्छौँ त्यस्तो गर्नै पर्यो नि मेरो भनाइ चाहिँ त्यो तपाईँ तलबाट माथि बाबु नल्याइदिने तपाईँ केही नगर्ने केही गरी म मऱ्यो भने चाहिँ के गर्नुहुन्छ तपाईँले छोरो भने त मरिहाल्नु रे के मलाई त यस्तो चित्त दुख्यो बुढोले मरिहाल्न तर के अनि सकेको नि बुढोले त्यसो भने मसँग चाहिँ रिसाउने उसैको बहिनीहरूलाई लानु पकाउने दुनियाँ गर्ने म चाहिँ रिसाउने कारण चाहिँ किन फेरि त्यही पर्छ मलाई लाग्छ यिनीहरू कोहीसँग म त एकजनासँग नआउँछु म त कोही बाटो हिँड्नेछ नि बोल्दिनँ म मऱ्यो भनेदेखि दिदी र दाइ चाहिँ नि बुढो चाहिँ नि आनन्दले बस्छन् भन्ने तपाईँले लाग्यो होला होइन त्यही भएर मर भने लागेन त्यस्तो त उहाँले त त्यस्तो भन्नुहुन्न त्यस्तो शब्द भन्दा मलाई चित्त बुझ्दैन भने वास्तवमा मैले चाहिँ राम्रो कुरा गरेँ त्यहाँ उहाँले जिस्केर भन्नुभयो होला तर यद्यपि यो शब्द चाहिँ बोल्नु हुन्न थियो फेरि पनि उहाँले चाहिँ नि नर्मली चाहिँ नि यो सधैँ रिसाइरहन्छ भने ल मर्न त भन्दिया होला त्यो त्यसलाई त्यति धेरै कारण त खुल्यो नि त रिसाको कारण चाहिँ त्यो रहेछ नि त मैले नराम्रो भने होइन त्यो नराम्रो होइन कि बुझ्नेलाई होइन कि म अनि तपाईँले त्यही कुरो पछि नराम्रो लाएर रिसाइरहे आजसम्म मलाई त्यति नै हेरि नराम्रो लाग्यो नि त्यो त त्यो कुरो त अनि त्यति गरेर ऊ हिँडी गयो है म चाहिँ यहाँ घरमा त्यो चिलो भाँडा संसार यो फुच्चेलाई खुवाउने दुनियाँ गरेर बस्छु बेलुका आउँदा त उही पो उसका दिदीबहिनीलाई लान सबै थरी म गर्ने घरको सबै भाँडा चाहिँ मैले निभाउने सर्लक आए चिया खाएर भात बेलुका नि भात पकाएर राख्ने खाएर भनेर मान्छे त फुच्चेलाई खुवाएर हिँड्यो त भोलिपल्ट बिहान त बोल्दैन अनि यो सोचे म कति घुस्रेँ नि यो नबोलिकन बोल्दैन लगा भने म पनि बोल्छु दिदी हो म भन्ने लाग्यो होला हजुरलाई नै नबोलाकन म किन बोल्ने त भनेर अनि यसो अनिखेर बेलुका भयो फुच्चेलाई खुवाएको छ सराप्या छ तल गर्ने सराप्या छ हुनेले गर्नु अब कुरा किन यस्तो गरेको भन्दा म अनि बाटा निक्लेर कराउनु थालिहाल्थेँ बरु अनि ढोका चुकु लायो उहाँले टिभी ठुलो पारेर गर्नुहुन्छ म अनि ठुलो पारेर अनि हामी कराएको छ मलाई त रिस नमराउनु नि कराउनु पर्छ त्यो रिस मरेपछि तर कराउने मान्छेको चाहिँ नि पेटा पाप हुन्न भने भन्छन् हैन मेरो पेटा पाप छैन अनि गर्न र ढङ्ग भन्ने चाहिँ एउटा काहीँ केही पनि छैन यसको ढङ्ग चाहिँ एउटा छोरो स्याहार्ने हो है न अलिक भात चाहिँ एउटा पकाउने चाहिँ मिठो भात तरकारी चाहिँ पकाउने हो दुना गाँच्ने टपरी गाँच्ने यस्तो पाहुना बोलाउने यताउति यसो कोही पाहुना बोलाउने भन्यो भने बोलाउने र त्यस्तो भन्छ उसलाई त्यस्तो अनि आँखा केही आउँदैन मलाई अब यति तिनजना छौँ हामी थोरै पकाएको म मऱ्यो भने चाहिँ यिनीहरू दुईजनाले अनि घरमा 4-5 जना पाहुना बढ्यो भने मलाई त्यो तरकारीमा नुन अड्कलै नै आउँदैन मलाई चामल भनिहाल्यो एउटा मुन्टा टिप्न पनि मलाई आउँदैन त्यो मुन्टाको कहाँनिर टिप्ने मलाई थाहा छैन
तर यसको मतलब चाहिँ के हुन्छ सबै दिदीले गरे भएर हो कि गर्नुभएछ नि त मैले लिन्छु अब उहाँलाई नि बोल्दै पुगेको छ उसलाई नि बोल्दै पुगेको छ गर्नुपर्छ त मैले फेरि रिस पोख्ने चाहिँ उहाँलाई हो है मैले पनि रिस पोख्ने उहाँलाई है उहाँले नै रिस पोख्ने उहाँलाई है छोरीलाई रिस उठेको पहिला त नानीलाई रिस उठेर मम्मीलाई नै रिस पोख्छ तपाईँ किन कराएको त चुप लाग्नु पर्दैन त तपाईँ नै त्यस्तो भन्ने उहाँ पनि तैँ त्यस्तो भन्ने ऊ पनि तैँ त्यस्तो भन्ने लास्टमा त फाल्टु मै हुन्छु रे गर्ने बेला गर्ने तर कहिलेकाहीँ रिस उठ्यो नि म चाहिँ आफूलाई गर्व गर्छु यतिको आमा सरको दिदी पाएको छु मैले चाहिँ आमाकै ठाउँमा राखेको छु किनभने सबै मैले नजाने कुरा ल त जान्दिनस् त त्यो अस्ति नै पात ल्याउनु भयो त्यो टपरी खान मलाई त आउँदैन अनि अब अघि बस्दा म भात पकाउँदिनँ म नि कति स्वार्थी छु कि अब त्यति बेला त मलाई गाँठ्न आउँदैन फेरि अब भात त पकाउनु पर्यो जसरी नि ल म खाना बनाउँछु तपाईँ टपरी गाँठ्नु भन्ने यति टपरी र दुना गाँठ्नु भयो एक दिनमा सिधाउनु भयो किन आफूले गर्नुपर्छ भोलिदेखि अनि सबै अभिभावक गर्नुहुन्छ के यो घरको तिथि श्राद्ध पूजा आजा यसो उसो व्यवहार सब गर्नुहुन्छ त्यो मैले गर्नु पर्दैन त्यो चाहिँ गर्व लाग्छ यदि म एक्लै थिएँ भने म यसरी पाउँदिनँ थिएँ नि त म एक्लै थिएँ भने मेरो छोरो त्यस्तो छ मैले भात नि पकाउनु पर्थ्यो तिथि श्राद्ध नि गर्नु पर्थ्यो पूजा आजा नि गर्नु पर्थ्यो छोरा नि हेर्नु पर्थ्यो मलाई धेरै अभिभावक हुन्थ्यो मलाई धेरै गाह्रो हुन्थ्यो यसमा चाहिँ म एकदम खुसी छु सबै गरिदिन्छन् मलाई रिसाइदिए रिसाउँछन् मलाई नै रिस पोख्छन् मलाई चाहिँ रिसाइदिए अब होस् रिसाउनु भएन सानी छु भन्दै गर्दै गर्छन् एउटा जति गर्ने म योभन्दा मै ठुली हो यसले नबोलाइकन बोल्दिनँ भने त्यति एउटा चाहिँ म बोल्दिनँ फेरि यसले जति गर्ने उहाँसँग त जति गरे नि आफूभन्दा ठुलो भित्र बोलिहाल्नु पर्यो यो चाहिँ आज 4-5 दिन भइसक्यो म नि खान्छु आफूले खाएको सर्लक अनि उहाँले खाएको पनि हामी दुईजनाले खाएको भाँडा नि नछुने जस्तो छ त्यस्तै राखिदिने हो यस्तो छ रिस उठ्ने मान्छेको त के छुनु त होइन नछुने हो म त तपाईँलाई रिस पनि उठ्ने आमा जस्तो पनि लाग्ने होइन त्यो भनेको चाहिँ यसमा पनि म चाहिँ माया नै देखिराखेको छु कि किनभने उहाँ कान्छी हो बहिनी हो हक जताएको होला कि हक जताएको होला जस्तो लागिरहेछ तर पाइन्छ झगडा गर्न पाइन्छ तर झगडा गर्ने क्रममा माया गर्ने मान्छेले आफ्नो कर्तव्य नि भुल्नु हुँदैन भन्छु म कर्तव्य चाहिँ नि नगर्ने हक मात्रै खोज्ने माया मात्रै खोज्ने त्यो पनि हुँदैन अब मलाई यहाँ लागिरहेछ तपाईँ घुर्की पनि लाउने होइन अब एउटा कुरा चाहिँ सुधार्नु पर्ने देखियो रिस उठ्यो भनेर जस्तो खाएकै नउठाउने चाहिँ सानो मान्छेले त खाएको पनि उठाउनु पर्यो नि हाम्रो त त्यो चले कल्चर हो नि त होइन अनिखेरि अब उहाँले पनि सबै कुरो गर्नु हुँदो रहेछ होइन कस्तो लाग्छ तपाईँलाई चाहिँ नि उहाँले त्यसरी रिसाइरहँदा तपाईँलाई चाहिँ कस्तो लाग्छ अब रिसाउ चाहिँ सानी छ म भन्दा होस् जस्तो लाग्छ कुनै बेला चाहिँ माया पनि लाग्छ कुनै बेला चाहिँ यो त यस्तो गर्छ म चाहिँ किन गर्नु भने म नि घुर्की लाउँछु फेरि तपाईँले घुर्की लाए नि सुको पन्चिन पाउनु म त सानो छु म पन्चिन पाएँ उहाँ कर्तव्यबाट पन्चिन पाउनु भएन नि त दुईजनाको सर्लको मान्छे म त जति गरेँ नि अब पाहुना आयो नि रिस हाँसेरै बस्नु पर्यो अब उहाँले खाएको थाली मात्नै पर्यो मैले खाएको नि मात्नै पर्यो पकाउनु नि पर्यो उसलाई पो रिस उठेको छ अनि चिया आफै पकाउने त्यो एक दिन रिसाएको दिन बिहान दिएँ खाइन नि अब नखाने होला भने पकाइन अनि आफू पकाउने मजाले खाने अरूलाई नदिने अनि बानी यस्तो एउटा चाहिँ म त होइन अनि मलाई रिस उठेपछि त म बुढासँग कहिले घुस्रेर बोल्दिनँ उहाँले बोलाउनुहुन्छ मलाई कहिलेसँग घुस्रेर तपाईँ पुल लेगे हो त कान्छी भएर त्यो चाहिँ धेरै माया पाएर हो चाहिँ हो यो परिवारमा आएर मैले धेरै माया फेरि यो परिवारमा आएर ममा नि धेरै परिवर्तन आएको छ त्यो परिवर्तन आउनुमा चाहिँ छोरो काहीँ न काहीँ नराम्रोमा राम्रो पनि हुन्छ के जे हुन्छ राम्राका लागि हुन्छ त्यहाँबाट यसलाई हाम्रो परिवारमा छोरीले पनि त्यत्तिकै माया गर्छ के यस्तो सबैले माया गर्छन् जस्तो मलाई ल्याएको त्यस्तै मेरो छोरीले यस्तो गरेर यो मेरी आमा यो सानी आमा भनेर छुट्यो पहिला सामान ल्याएपछि ल कान्छी तपाईँ लिनु त मलाई रोजाउँछ ल्याएपछि मलाई रोजाउँछ माया गर्छ ज्वाइँले पनि त्यस्तै गर्नुहुन्छ नातिले कान्छी दिदी भन्छ नातिनाले पनि असाध्यै सबैको माया पाएर यो पुलपुल ल्याएकी हो पुलपुल लिन चाहिँ भए पनि अलिकति के त्यस्तो गरेपछि समाजमा चाहिँ अलिकति आफूलाई चाहिँ कता कता मन चाहिँ दुख्छ है यति गरिरहेको छु यसले यस्तो नगर्दै हुन्थ्यो मसँग नरिसाइदिए हुन्थ्यो अरूसँग रिसाए पनि मसँग चाहिँ बोल्दै हुन्थ्यो जस्तो मलाई चाहिँ त्यस्तो फिल लाग्छ उसलाई कस्तो लाग्छ मलाई नि लाग्छ म बाँच्छु अनि मैले किन भनेछु भन्ने लाग्छ फेरि मलाई त्यो मेरो बानी एउटा नराम्रो छ त्यो एउटा शब्द त्यो ओड एउटा 10 दिन जति मलाई त्यो रि भइरहन्छ कि मलाई यसो भन्यो यसलाई त म चाहिए रोइन्छ अब म किन यसो अगाडि बस्ने त म त छुट्टिन्छु बरु म त एक्लै बस्ने हो छोरो लिएर बिहान होइन तलको कोठो खल्याउँछु र म बेग्लै बस्ने कोहीसँग बस्दा नि बस्दैन भनेर म
माथि टाउको दुखेर रातभरि टाउको दुखेर सुत्न सकेको थिइनँ। बिहान उठेर 8 बजे उठेर चिया पकाएर खान्छु भने त बिहान निकाल्छु घरका कोठा मान्छे र बस्छु बेग्लै के खाइदिएको छ र मैले के लगाइदिएको छ र मैले के को सारा पाएको थिएँ त्यहाँबाट चुरुक्क उठेर गएर तल चुकुल लाएर बसेपछि अनि फेरि यसो हेरेँ अनि साम्य भएपछि अनि माथि आएको त फेरि सुरु भइगयो अनि फेरि गएँ तल अनि जुवाई छोरी आउनु भएछ अनि हेर जुवाई छोरी आएपछि अनि अङ्कल भन्दा यता बोल्न थालेपछि भित्र पसेर अनि चिया पकाएर खाएँ अनि चुप्पो लागेर अनि बसेँ। होइन यता सुन्नु न मलाई नि एकदमै त्यो हुन्छ नि त मलाई यहाँ ब्याक पेन हुन्छ मलाई ढाड दुख्छ यस्तो जोर्नी दुख्छ मलाई नि आफैलाई लाग्छ कि कहिलेकाहीँ त मै अब अशक्त भयो भने के हालत होला यो घरको एउटा अशक्त हुँदाखेरि कति त्यहाँ फरक पर्छ भने दुईजना अशक्त भयो भने यो घरमा कस्तो हालत हुन्छ त त्यो पनि हेर्नुहुन्छ सबैले गऱ्यो भने त सहज भयो नि त मलाई सहज भइदियो खाना बनाउनु त म नि बनाइहाल्छु नि त छोरो हेरेपछि म खाना बनाउँदिनँ बनाउँछु त अब बाबाले नि सुताउने हो अनि त्यही न हामीले थेरापी गर्न जानेछ न खुवाउनु अनि त्यही थेरापी त म गरिहाल्छु नि थेरापी त मैले नि त खाना पकाइछु भाँडा माझिछु अनि मन त त्यसै बसेको छ त छैन 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 त्यही भएर रिस उठ्ने कारण चाहिँ त्यति एउटा यो बाबुको कारणले रिस उठ्छ त्यही पनि म यो घरमा आएर चाहिँ धेरै परिवर्तन ममा आएँ म संस्कारी भएँ मलाई संस्कार के आफ्नो के मलाई केही थाहा थिएन के केही थाहा थिएन अनि अब चिची चाडबाड आउँछ सबै म आफैले गर्ने हो उसले केही गर्नु पर्दैन एउटा त्यो भाँडा मान्ने हो अनि सबै गर्ने म आफैले गर्छु यसले अब होस् के जान्दा छैन भन्यो अब त्यो दुना टपरी पनि ल गाँस भने त उस्तै भएर सिकाउँथेँ नि होस् यसले जान्दिनँ भने म मऱ्यो भने के गर्छ त भने खोइ के गर्ने हो भन्छ त्यो चाहिँ पिर लाग्छ मभन्दा अगाडि हुनुभयो भने चाहिँ म कसरी गर्ने होला चिन्ता लाग्छ मलाई हैन कतिपय कुरा चाहिँ सिक्ने प्रयास पनि गर्नुपर्छ सिक्ने प्रयास पनि गर्नुपर्छ बत्ती काटेर यति ल्याउँदा केही हुँदैन तपाईहरुलाई अहिले केही हुँदैन ढुक्कले बस्नुस् तपाईहरुको यो छ नि ठाकठुक पनि म माया देखिरहेको छु के गुर्के पनि लाउने अनि आमा पनि भन्ने अनि फेरि योसँग रिस उठ्छ पनि भन्ने फेरि माया लाग्छ भन्ने यो भनेको एकदम मिठो माया हो अनि अब फेरि यसलाई नि हुन्छ भने ल चाहिँ त्यो किनमेल गर्न एकैचोटि 2 महिना 3 महिना पुग्ने एकैचोटि सामान ल्याउ ल जा त आफै जा ल भन्छु कहिलेकाहीँ यसो ल हिँड जा घुम्नमा 1-1.5 घन्टा म हेर्छु भन्छु त्यस्तो गरे यसलाई कसैले पनि यस्तो गर्दैन के यति गर्दा मान्छे बेला बेलामा आज 5 दिन भयो बिहानसम्म भिन्नु बस्नु भयो त्यहाँ भरे बस्नु होला नि बस्नुहुन्छ भिन्नु बस्नुहुन्छ होइन कि अब यो मलाई नि सहयोगी चाहियो कि बाबुको सहयोगी मलाई नि सहयोगी चाहिने भइसक्यो अनि त्यो त रिस छ नि त त्यो मिलिजुली गरे यो रिसाउने कुरो होइन समस्या मैले जति बोल्छु नि म 4 जना मान्छे त्यहाँ आए पनि म त्यहाँ बोल्न त्यो सही हो है भन्ने गरेर बोल्छु कि म त्यो गलत हुने गरेर चाहिँ म बोल्दिनँ गलत कसले गर्छ हामीले गरिरहेछ तै बाल्ने हो तै निउफर्ने हो कसले गलत गरिन्छ चाहिने कुरा आफूले बोल्नु सक्नुपर्छ नि होइन अरू त मलाई पनि बिहान पकाएर दुन्ना गर्नु त्यो भए जति गर्ने बेलुका त उही रिसाउनु भन्ने यति अचम्म लागेको छ त मलाई अस्ति पनि त्यही कुरा गरेँ मैले केही गरेको छैन यस्तो गरेँ चाहिँ ल भिन्न राखिदिने भयो नि राखिदिनु म त एकैटा बस्दिनँ अझ मैले त्यसो पनि त नगर कसैको कुरा सकिन्छ त अब यसरी सँगै बसेर नोकझोक चलिरहने पछि एक्लै बस्यो भने रमाइलो हुन्छ त सकिन्छ बुझाएर गर्ने हिँड्नु बसेपछि सकिँदैन होइन सक्नु त कहाँ सक्नु फेरि त्यहाँ एक्लै बसेपछि त पकाउनु नि पर्यो सबै थरी गर्नु पर्यो हस्पिटल लानुपर्छ म जाँदै जान्न कसले त नगइकन अब यहाँनिर जाँदै अहिलेसम्म गरिरहनु भएको छ नगइकन बस्न सक्नुहुन्छ मन मान्छ त अब खोइ त्यो नि के हुन्छ थाहा छ तसर्थ त यो सबैको कुरो छ यो जीवन यात्रा हो है जीवनमा सधैँ एकनासको हुँदैन जस्तो अब हामी यात्रा गर्दै जाँदा कहिले उकालो हिँड्नुपर्छ कहिले ओह्रालो हिँड्नुपर्छ कहिले ठेस लाग्ला होइन कहिले राम्रो कुरो पाइन्छ कहिले नराम्रो कुरोको सामना गर्नुपर्छ कहिले अब यो एउटै घरमा बसिसकेपछि म त यो तपाईँहरू ठाकठुक गरिरहेको थिएँ त माया नै माया देखिरहेको छु क्या माया नै मान्छे उहाँ सानी भएको हुनाले अलि बढी घुर्की लाउनु भयो उहाँले सानी भएर पनि यो कहिलेकाहीँ बढी नै गर्छ भनेर उहाँको अलिकति चित्त दुखाइ पनि देखियो फेरि पनि माया छ तपाईँहरू दुवैजनामा है अब कार्यक्रममा यो जीवन यात्रा कार्यक्रममा तपाईँहरूलाई बोलिरहँदा यसरी गर्दा अब अहिले ठ्याक्कै नै तपाईँहरू सोचेर भन्नुहोस् यहाँसम्म आइपुग्दाखेरि जीवन कतिको रमाइलो लागिरहेछ सहज छ तपाईँहरूको यो जीवन यात्रा कस्तो लागिरहेको छ अब त्यो भन्दा नि सबैभन्दा अब
अर्थको भने जे जस्तो भए पनि आफ्नो धेरै घटनाहरू धेरै घट्यो, यहाँसम्म आइपुग्यो है। अब के हुन्छ जीवन, कहाँ कहाँ के हुन्छ भन्ने कुरा थाहा थिएन। अब यस्तो गरेर उहाँले लिएर आउनुभयो, यहाँसम्म भयो, त्यहाँबाट फुच्चे जन्मियो, यस्तो भयो, यति गरेर आइयो। अब तैपनि अब गर्दा गर्दै उसलाई चित्त बुझ्दैन, कुनै बेला चाहिँ आफूलाई पनि कस्तो दिक्क लाग्छ, धेरै सोचेर ल्याउँदाखेरि मेरो पनि यस्तो अरूको देख्दाखेरि मनमा त धेरै ऊ हुन्छ, चित्त पनि दुख्छ नि त है मलाई नि। अनि यस्तो गर्छु, यसले यस्तो गर्छ, के गर्नु, कहिलेकाहीँ त मर्नु पाए नि हुन्थ्यो, त्यस्तो पनि जान्छ क्या मलाई त कहिलेकाहीँ। अनि सम्झना पनि अनि त्यस्तोतिर जान्छ। अनि ओहो म यस्तो भयो भने त मेरो छोरी छ, नाति नातिना छन्, मैले यस्तो गरेँ भने त तिनीहरू कहाँ जान्छन् र, अनि भने त्यतातिर पनि जान्छ है मन। अनि यसलाई धेरै भन्छु के यस्तो झगडा नगर, जे जस्तो भए पनि दुईजना, हामी तिनजना त छ भने त्यो बाबु त के नै गर्छ र है। तिनजना जानमा पनि कति पकाउनु पर्ने हो र कति खानु पर्ने हो र है, मिलेर बसौँ, यस्तो नगर भन्यो। त्यस्तो नमान्ने कि कहिलेकाहीँ त दिमाग यस्तो खेलाइदिन्छ कि झट्ट मर्दिहाल्नु जस्तो लाग्छ कि कहिलेकाहीँ त मलाई नि। कति सम्झाउनु, कति उ गर्नु, यस्तो गर्दाखेरि पनि यो यस्तै हो जस्तो लाग्छ। अनि मन लाग्यो बोल्छु, मन नलाग्यो आज 5 दिन भयो बोलेकै छैन, आजै हो बोल्नु, यतिखेरै हो बोल्यो। त्यो पनि म आएर हो कि यही हो, हुन नि यही हो आज चाहिँ। ठिकै छ। जीवनलाई त्यस्तो मर्दिउँ जस्तो लाग्छ भन्ने कुरा चाहिँ नबोल्नु होला फेरि, किनभने मर्नु त छँदैछ, हामी जन्मेकै मर्नको लागि हो। सधैँ सकारात्मक सोचेर अगाडि बढ्नुपर्छ, भोलि पक्कै पनि राम्रो हुन्छ होइन। सधैँ एकनासको हुँदैन जीवन। अब तपाईँहरूले आफ्नो भूमिका आफ्नो ठाउँबाट गरिरहनु भएको छ, यदि चित्त नबुझ्नु कुरा छ भने यो जीवन यात्रालाई सहज बनाउनेतिर लाग्नुपर्छ होइन। अब उहाँ भन्नुहुन्छ सबै कुरो उहाँमा निर्भर छु म भन्नुहुन्छ, कहिलेकाहीँ भिन्न बस्दिन्छु कुरा पनि गर्नुहुन्छ, उहाँ भन्नुहुन्छ मर्दिउँ जस्तो लाग्छ होइन। फेरि पनि यो तपाईँहरूको माया नै देखिरहेको छु म। र म अनुरोध के गर्छु भने जीवन सधैँ एकनासको हुँदैन है, आरोह अवरोह भइहाल्छ। अब परिस्थितिले त्यो तपाईँहरू एउटै घरको एउटै व्यक्तिको श्रीमती भइसक्नु भएको छ, स्वीकारेकै हो तपाईँहरूले, एकअर्कालाई स्वीकारेर यहाँसम्म आइरहँदा अब पुरै निर्भर देखिन्छ। गुनासो यो भनेको एउटा मसला हो क्या, जीवनमा मसला पनि चाहिन्छ। माया नै माया भयो भने पनि त जीवन रमाइलो लाग्दैन नि। अब जस्तो बिहानसम्म तपाईँहरू बोल्नु भएको थिएन, अब आज म आएँ यहाँ, अब तपाईँहरू यसरी खुलेर कुरा गरिरहनु भएको छ होइन। भनेको अब यो हिजोको गुनासो बाँकी रहेन नि, अब हिजोको कुराले दुखिरहेछ त छैन। र अब धेरै बेर तपाईँहरूको गन्थन सुनियो होइन। यो गन्थन सुनिरहँदाखेरि तपाईँहरूको यो एक आपसमा टक्करहरू सुनिरहँदा पनि मैले चाहिँ नि आपसमा माया नै देखिरहेको छु। र यो अहिले जुन एउटा गन्थन भयो यसले चाहिँ अझै माझ्यो भन्ने पनि मलाई लाग्छ है। अब अन्तिममा हाम्रो यो जीवन यात्राको कार्यक्रमको अन्तिममा आएर नढाँटिकन दुवैजनाले है एकदमै नढाँटिकन मनमा लागेको कुरा भनिदिनुहोस्। तपाईँहरू अब एक अर्का बिना दुई दिदीबहिनी अलग बस्नु पर्यो भने यत्तिकै खुसी हुनुहुन्छ अथवा एक अर्काको साथ बिना बाँच्न सक्नुहुन्छ, सहज हुन्छ? तपाईँ भन्नु त। त्यो त हुँदैन, कहाँ त्यो त सजिलो हुँदैन। त्यो त रिस उठ्या बेला घुर्की लाउने मात्रै पो हो त, कहाँ एक्लै त बस्नै सकिन्न नि। अब दिदी हुनुहुन्छ र पो सबै व्यवहार उहाँले गर्नुहुन्छ, मलाई सजिलो छ। बाबु मात्र हेरेर मलाई आनन्दले बस्न पाछु। अब म एक्लै बसेपछि त त्यो सबै अभिभार मेरो टाउकोमा आउँछ, त्यो त सहज त हुँदैन। त्यही माथि बानी परिसक्यो, 13 वर्ष बितिसक्यो सँगै बस्यो। माया चाहिँ लाग्छ कि लाग्दैन? माया त लागिहाल्छ नि, आमाको जस्तै लाग्छ। माया लाग्छ। आमा नै आमाकै ठाउँमा राखेको छु मैले त, आमा नै हो। मलाई कहिले काहीँ यस्तो खान मन लाग्यो नि भनेपछि लिएर आउनुहुन्छ आफै लिएर आएर। तपाईँ चाहिँ भन्नुहोस्, तपाईँ उहाँ बिना छुट्टिनु भयो भने तपाईँलाई सन्तोक हुन्छ, सक्नुहुन्छ? सक्दिनँ, म पनि सक्दिनँ। ऊ भएन भने अब यत्रो वर्ष सँगै बस्यो, सबै ऊ गर्यो होइन। अब मैले उसले जे भने त्यही गरेर यत्रो गरेर राखेको छु, म कसरी छुट्टिनै सकिँदैन। माया त लाग्छ नि, माया त लाग्छ नि। एकछिन उसले भन्छ बोल्दिनँ, आफूले यसो पकाएको कुरो त होस् भने आफू छुट्याएर राख्छु, ऊ मात्रै नराख्ने हो। त्यो माया त लाग्छ, सकिँदैन त्यसो। भनेपछि ल मेरो अनुमान सही निस्क्यो नि त। ल अब चाहिँ म तपाईँहरूलाई अनुरोध के गर्छु भनेदेखि नि, तपाईँले घुर्की लाउन पाउनुभयो सानो भएको हुन, तर कर्तव्य पनि निभाउनु पर्यो है। उहाँको जुन चित्त दुखाइ छ त्यसको ख्याल राखिदिनु होला। अब उहाँले पनि अब आफ्नो भूमिका निभाइरहनु भएको छ, अझै पनि आफ्नो भूमिकामा अझै दृढ भएर लाग्नु होला। यसरी नै तपाईँहरू मिलेर बस्नु होला।
तपाईँहरूको बाँकी जीवनयात्रा पनि सहज तरिकाले जाओस्। अब भरसक झगडा पर्यो अरे भन्ने कुरा चाहिँ सुन्न नपरोस् अर्कोचोटि आउँदा। झगडा गर्दैनौ नबोल्ने हो के? हो त्यही हो। अब नबोल्ने नि नहोस्, किनभनेदेखि नि जीवन रमाइलो छ। जसरी जीवन बाँच्ने प्रयास गर्यो त्यही अनुसार नै जान्छ। तपाईँहरूको आगामी जीवन सुखद होस् र फेरि भेट्न पाइयोस् है, फेरि भेट्न पाइयोस्। फेरि पनि यसै गरी भेट्न पाऊँ, हजुरलाई भेटेर आदरणीय दर्शकवृन्द, आजको एपिसोड हेरेपछि तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। मैले सुरुमा पनि भने अब एउटा शाब्दिक अर्थ शब्द छ एउटा नमिठो लागे पनि सौता सौती भन्ने कुरा। सौता भन्ने शब्द नै महिलाहरूलाई पटक्कै मिठो लाग्दैन। हरेक कुरा सहन सक्छन्, सौता सहन सक्दैनन् महिलाले भन्ने कुरा एउटा कथन नै बनेको छ। तर यहाँ आएर यो नोकझोक हेरिरहँदा यति धेरै माया हुन्छ, एक अर्कामा यति धेरै निर्भर हुन्छन् भन्ने कुरा पनि देख्न पाइयो। तसर्थ सबै कुरा नराम्रा हुँदैनन्। सोच हो, सोच सकारात्मक भयो भने हरेक कुरामा राम्रो राम्रो तथ्य फेला पर्छन्। र यदि कसैको दुईवटा व्यवहार भएको छ भने, दुईवटा घरजम भएको छ भने सबैजनाले यसरी नै मिलेर बस्नु होला, एकअर्काको पूरक भएर। कहिले पनि नराम्रो हुँदैन, समाजमा एउटा आदर्श बन्न सकिन्छ। तपाईँहरूले उहाँहरूले फलो गरिदिनु होला, आफ्नो विचार पनि राख्नु होला है। तपाईँहरूको विचार अनुसार नै हामी आगामी कार्यक्रम पनि गर्नेछौँ र कसैलाई हामीसँग सम्पर्क गर्नु छ भने पनि सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँ कहाँ आइपुग्छु। हस्, कार्यक्रमबाट मैले बिदा मागेँ। धन्यवाद।